हेलो गाइज, आज चाहिँ हामी स्कुल जाने छ है। अब म चाहिँ अब योभन्दा 4 वर्ष अगाडि पढेको स्कुलमा जाने छ है। लाइट त गाइज स्कुल चाहिँ अब त्यो डाँडाको मुनि जानुपर्ने छ है। अब म यहाँबाट अब यस्तो मुनि गएर कहाँ पुग्नुपर्छ, हामी कहिले पुग्छ? लगभग 2 घन्टामा त पुग्छ होला सायद। त्यो डाँडा हेर्नु आमै हाम्रो स्कुल त्यहाँ तल हो। आमा लगभग कति 10 मिटर जति छ। आमा तर यो होस्टु चाहिँ किन आयो कि थाहा नै भएन कि यस्तो राम्रो गाउँमा यस्तो होस्टु आउँदाखेरि राम्रो देख्नु फेरि। हामी आउने गाउँ चाहिँ त्यो माथि डाँडा हो कि। अब यस्तो गरेर ठाउँ चाहिँ होइन। अब दौडेर जानु पर्यो, तर साथीहरू नि कति धेरै छ त्यही भएर। आमामै दाइलाई म स्पिड गइरहेको छ है। अब त्यहाँ साथीले भेट्नको लागि अब यस्तो स्पिड को जान सक्छ? आमामै जे भयो नि हामी गाउँको मान्छे हो नि त। अब ढिरोको पाउ देखाउनु पऱ्यो नि। अब जे भयो नि यस्तो स्पिड जाने होइन हामी। अब कोही टाइम म अगाडि जान्छु ल, म अगाडि जान्छु म। ल यस्तो स्पिड आमामै यसरी को हिँड्नु सक्छ कि यसरी र अब त्यहाँ साथीहरूले भेट्न जानु पर्ने जे भयो नि। ल म अगाडि जान्छु। साथीहरू त्यहाँ तर चाहिँ अब एउटा चाहिँ मेरो चाहिँ हो त्यो राम्रोसँग देख्दैन यो क्यामेरा। ओइ गाडी छौँ के ल यहाँ भिडियो बना न। म भिडियो बनाइहाल्छु नि। अब अलिक 3 मिनट भयो हुन्छ है। ल ओ पकाइ चढ्नु सक्दैन म त। ल पकाइ सकेन। च्यु हामी चाहिँ अब यहाँ टेकल सिस्नेली आइपुग्न लाग्यो है। अब यहीँ तल हो टेकल सिस्नेली चाहिँ। ल है त हामी चाहिँ अब यहाँ टेकल सिस्नेली आइपुगिसक्यो। अब यहाँ टेकल सिस्नेलीको हामी चाहिँ अब यहाँ स्कुलमा आइपुगिसक्यो है। ल है त हामी चाहिँ अब स्कुलमा आइसक्यो। अब यहाँ सरस्वती पूजा गर्न आएको। अब हामी चाहिँ यहाँ पूजा गर्नेलाई हामी केटी मान्छे होइन, त्यही भएर हामी चाहिँ पूजा गर्दैन। अब यहाँ यसो ढुकहरू बाँध्ने त्यत्तिकै जाने। अब